यहाँ पाहाडमा बसे पनि स्वास्थ्यको लागि भनेर अलिअलि मर्निङ वक त गर्नुपर्छ। मर्निङ वक पनि के भन्नु 8 बज्न आँटिसक्यो होला। मर्निङ वक गर्ने बाटो पनि त्यति साह्रो राम्रो छैन। राम्रो बाटोमा मर्निङ वक गर्नुपर्छ। यो मध्य पहाडी लोकमार्ग बाटो पनि यहाँनिर बन्ने क्रममै छ, बनिसकेको छैन। वक गर्ने बाटो पनि बनेर अमरसिंह स्कुलसम्म आइपुगेको छु। स्कुलको एरियामा अमरसिंह आदि फेदा 2 कोयाक्जुङ तेह्रथुममा रहेको स्कुलमा म आइपुगेको छु। अहिले मर्निङ वक गर्दै गर्दै यहाँ सरस्वती माताको मन्दिर रहेको छ। यो एक्सर्साइज वाक रनिङ भनेको चाहिँ खेती व्यवसाय रोजगार जस्तो होइन रहेछ। आफूले गर्दा अरूलाई पनि हुने, आफ्नो लागि आफैले नै पो गर्नु पर्दो रहेछ यो त। म त एक्सर्साइज गर्छु त भनेर देखाउनु पनि खासै पर्ने त होइन रहेछ। त्यही पनि मैले त्यही भिडियो बनाएर आएको छु है। यो भिडियो हेरेर अरूलाई पनि यस्तो एक्सर्साइज गर्नु मन त लाग्दैन होला। आफ्नो बानी कसले छोड्छ। त्यही पनि यसो अलिअलि एक्सर्साइज राम्रै हुने जस्तो लाग्यो है मलाई त। जस्तै परिस्थितिमा भए पनि हामीले सामान्य एक्सर्साइज चाहिँ गर्नै पर्छ। हामीले एक्सर्साइज नगरेको कारणले बिमारी पऱ्यो भने चाहिँ फेरि परिवारलाई पनि दुःख चाहिँ हुन्छ होइन। धन सम्पत्तिको नोक्सान हुन्छ, आफूलाई पनि पीडा हुन्छ। त्यसैले सबैले सक्दो समयमा एक्सर्साइज चाहिँ गर्नुपर्छ। ज्ञान बाँडो त नभन्नु होला है त्यसरी चाहिँ।